चेपा थापेको कि हिजो अनि यहाँ कुचिया दोडा परेको छ यहाँ नालामा थापेको यहाँ पनि एउटा छ कुचिया सोलको बच्चा छ अनि उता भाइ देखा त उता ठाउँ उता थापेको एउटा थियो थापेको अनि यहाँ पर एउटा थापेको थियो अब खोल्ने रे लु त माइका थाप ल यहाँ साप दोक्नु निकिन्छ अब म दाउले काट्नु रेडी हुन्छु काट्नु पर्दैन हेर अब हेर टोक्दैन रेडी टोक्थ्यो यहाँ खप्पै हाल्नुपर्छ ल है 1 2 माथि मुख छ्यापा परे हेर्नु गाइस यी कुचिया हाल्दै छ राम्रोसँग धर्नै राख्नु म चेपा पुरा निकाल्छु ल टक्टर गान उभो गयो झरेको छैन दाउले काट्नु यी बल्ल गिरो गाइस बल्ल गिरो कुचिया यत्रो बडो कुचिया साप नसकिस्नु नकाट्ने ए बाल टोक्छाइ के को टोक्छ उ झोल एउटा निस्क्यो ला अर्को निस्क्यो फेरि मार्नु पर्छ मार्नु न हो मार्नु छिटो तपाईं देखाउने क्यामेराम्यानलाई साप जस्तै छ छेन्डा गरेर निक्यो भने रेडी माइका काट दिएन म त काट्नु न रेडी म जान्दिनै काट्नुलाई लु भएन भाल उयो चेपले राइछ भाइ काट यताले भाग्छ अब उडेरी भाग्न आँट बा माइका सैका छेन्डा चेपाले राइछ चेपा भाइ उडेर धर दुईटा बिटा ओ एउटा धर जल्दी लिएर आइज त्यो पनि भाग्छ आज यहाँ पनि छ लानु यो धर्नु यहाँ छैन भरे भाग्ला नि भाइ मार खान्छस् नि भागिस् भने त्यसरी धर्लु आइज उयो छेन्डा पनि निस्किन्छ नि माथि उठ अनि अब गयो छोर म धर्छु नभए छोर भागेन यहाँ धर यो धर म धर्छु ले एक साइड धर्दा भारी भयो उता साइड धर यहाँ चाहिँ सोल मास छ अनि कुचिया पनि छ डेडीको झन्डाले सातो गएको गिरेको लागि उसको माछा भाग्यो भने भइछ नि रेडी खत्तम पारिसक्यो त कुचिया देखा देखाइदिनु पर्यो छे कस्तो खुनायो के खाने चाहिँ गम यहाँ झन् एउटा कत्रो धेरै खुनाउँदो रहेछ लु यसलाई पनि मार्नु नि नभए भाग्छ दाउले काट्नुलाई रेडी हुनु नि रेडी खोइदैन म क्यामेराम्यान त कतिवटा छ एउटै छ नि ल दुईटा छ होला एउटा यो पनि कुचिया हो गाइस यहाँ झन् एउटा कुचिया पताल भयो झन् गएटा चाहिँ निस्केर भाग्नु पर्दैछ पनि मारिन्छ उता भाँचिदिनु न ए दिदी कुचिया दुईटा होला न के हो सोल हौ ए सोल अनि यहाँको कुचिया निस्क्यो एउटा त भगाइदिस्तो थियो कहाँ भगायो हो अब एउटा थाप चेपा चाहिँ थापिराख्नुपर्छ होला यहाँको कुचिया निकाल्यो रेडी निकाल्यो यो नालामा बद कुचिया छ होला बो यत्रो बडो सोल हामुक पनि छ आल्टा जिन्दो छ सोल माछा त यसलाई त यतिकै लाउने हो नै झर्छ हामुक चाहिँ डेडी ए गाइस ए सोल माछ अरे सोल माछ अगाएर त सबै पोठी माछा दिदी हामुक चाहिँ फेलाइदिनु हामुक छोडिदिने यहाँ चाहिँ छैन माछा छैन सानो बच्चा लु भयो हामुक जा पानीमा पानीमा भयो नि रो एउटा चेपा चाहिँ चेपा थापेको हेर्नु पर्यो नि अब बाउले चेपा थाप्छ त्यही लगाएर थाप्नु यी कुचिया देखाइदिन्छु अब लु भयो अब बन्द होइन चेपा थापेको देखाइदिनु न बहुत लामो हुन्छ नि थापेर भेटो लामो हुन्छ नि भिडियो रखाइ बना हुन्छ त हो स्किप गरेर राख्छु है गाइस चेपा थाप्ने टाइममा गर्छु गाइस अहिले कुचिया थाप्नु कुचिया अरे कसरी कुचिया भेटो देखाइदिन्छु अब हाम्रो यहाँको नालामा अब थाप्ने झन् मैले त झन् चप्पल पनि लगाएको छैन काँडा पनि खस्छ यो बुटो लाउँछ यसको भित्र अनि माथिबाट देखाएन अनि यो झेन्डाबाट माछाहरू घुस्छ नि
यहाँबाट यहाँ दुईटा झन्डा छ दिदी चाहिँ कुचियाहरू लिएर जाँदैछ उता दुलोबाट लान्छ यति मोटे यति मोटे कुचिया यत्रो सानो गोलोबाट घुस्छ थियो अब उहाँ लाउँछ हाम्रो यो गर्जन नाला हाम्रो उता खेती हो यी हाम्रो खेती खेम्रेङ खेती अब माउ यहाँ अब झन् दिउँसो कुचिया फास्छ जस्तो छ तिनवटा पो भेट्यौँ त चारवटा भेटेको भन्थ्यो यहाँ यसरी यो पानी बग्दैछ यो दुलोलाई उँधो पारेर निचे साइड पारेर उँधोतिर पारेर त्यसपछि यो दुईटा दुलो यताबाट उँधोबाट छिर्छ यतापट्टि उँभोबाट आउने पस्छ उँभोबाट आउने त्यता पस्छ उँधोबाट जाने त्यता पस्छ अनि यसरी माछा भेट्छ कुचियाहरू भेट्छ गाइस यहाँबाट आउँछ मैले थिच्ने कता राखेँ यो होला यो लुकाउनु पर्छ भरे मान्छेले देखाउने मार्छ चोर गर्छ यसरी थिचेर अनि यसको माथि अलिकति माटोले थिच्ने किनभने तलबाट माछाले तल भुइँबाट छेड पारेर नजाओस् भन्नको लागि तलबाट माछाले छेड पारेर नजानको लागि थिचेको यो नहलिनुको लागि दुलो सही भयो कि भएन भनेर यसो छामेर हेर्नुपर्छ सही भयो त यसरी दुलो भयो कि भएन साइडमा छेड परेको छ भने यसरी टाल्नुपर्छ यसरी टाल्ने यसरी टालेर फुट्ट उफ्रेर यहाँबाट पसेर फेरि यतापट्टि पनि त्यस्तरी नै हेर्नु पर्यो ठिकै छ यतापट्टि ठिकै छ यताबाट आउने पनि होइन यहाँबाट आउँछ उता गर्जन भेटाबाट यता आउँछ पानी यताबाट उता जान्छ उताबाट यो खेतीतिर चाहिँ यहाँ जबाट चाहिँ हालिदिन्छ मान्छेहरू नदेखोस् भनेर घामले पनि नभेटोस् अब दिउँसो नभए बेलुका आउने हेर्नुलाई अब परेछ भने बेलुकाको छाक ल भयो गाइस दिदी त ताउ रोक्दैछ कता छ दिदी कुचियासँग छ म चाहिँ गएको है गाइस बाय बाय मिलते हैं नेक्स्ट वीडियो में।